हेलो गाइज, म चाहिँ आज यता लेखमा पानी बनाउन हिँडेको। हाम्रो चाहिँ सिँचाइ ल्याएर चाहिँ यता गौरेल खेत रोप्नुपर्ने हुन्छ गाइज। यहाँ पारीभित्रदेखिको चाहिँ डोरखानी होइन, यता डाँडा गाउँ होइन, यताबाट चाहिँ रिस्टे, यताबाट चौरी देउराली, यताबाट चाहिँ राम्रो राम्रो भ्यू देख्न सक्छ होइन गाइज। आज हामी दोमन गाउँतिर हिँडिरहेछ होइन, पानी बनाउनको निमित्त। हाम्रो चाहिँ यहाँ मर्फत गरेर सिँचाइ बनाएर मात्रै उता गौरेल खेत रोप्नुपर्ने हुन्छ। अब यस्तै हो, बाटो यस्तो अप्ठ्यारो छ होइन। अनि यहाँबाट भत्तिज छ होइन, पछाडि हाम्रा बाजेहरू ठुल्बाउहरू टन्ने मान्छेहरू पनि आउँदैछ। अनि गाइज बाटो यस्तो अप्ठ्यारो छ। अहिले कहाँ अरे यो भस्मे खल्जोतिर होइन, यस्तो छ होइन गाइज। यहाँतिरको भ्यू चाहिँ एकदम राम्रो। आजभोलि असार लागेर होला, घाँसै घाँस होइन, जङ्गलमा आइपुगिसकेको छ। अनि यस्तो त भइहाल्छ नि। अनि म चाहिँ यसरी झोलामा होइन हम्बर सम्बर हाँसे हत्याबाट सबै बोकेर व्यवस्थित तरिकाले आएको छ। खाजा पनि हाल्यो होला लगभग होइन। यस्तो छ हेर्नुहोस्, गाउँघरको जिन्दगी। दुःख पनि लाग्छ, सुख पनि लाग्छ, रमाइलो पनि लाग्छ। यस्तै हो। के छ हौ भतिज? अनि कस्तो फिलिङ भइरहेछ त अहिले? अरे हाम्रो भत्ती चाहिँ फेरि दोरम्बै छ, रामिसाबी 11 नम्बर खेलाडी पनि रहेछ होइन। खेलाडी मान्छे यार, वेलकप खेल्न जानुपर्ने। यतातिर आइरहेछ, भरे फ्लाइट छ होइन। आज यताको काम सघाएर वेलकप खेल्न फेरि जाने छ। यस्तो रहेछ है गाइज। पहिला त यो जङ्गलमा यति धेरै असिलोहरू आउँथ्यो, अहिले त असिलो होइन, केही पनि छैन, खाली। चराहरू पनि कराउँदैन भाइ। छोटो मिठो भिडियोहरू यस्तै होइन गाइज। आजको मिनी भ्लग चाहिँ भरेसम्म बनाएर चाहिँ म एडिट गरेर टक्कमा हालिदिने छ भने गाइजहरू प्रतिक्रिया दिनुपर्ने हुन्छ तपाईँहरूले भिडियोमा होइन। कमेन्ट, लाइक, सेयर, ड्याम कि ड्याम सेयर पनि गर्नुपर्ने हुन्छ। अनि मात्र साइलामा भाइरल हुन्छ, नत्र हुँदैन होइन। चुती गइरहँमा तिब्बत भारत त यहाँतिर पो रहेछ त उल्काइ। हेर्नुहोस् त गाइज हो, साथलो भाकुरी। दाजुभाइहरूले त मार्ने रहेछ त्यसको त। हेर्नुहोस् त गाइजहरू, तिब्बत भारत भनेको त यहाँतिर पो रहेछ टन्ने रोशन। हट मासले हट, कति धेरै आउने हो। साथलो छ खाली लानी दिँदैन। सैलुङ लाला सिल्वा कि छाडछाड समय छाडछाड 2 छाद रामी छाद मुई ए बैते टिसन दोला खुइ हाल है माटोले चाहिँ। हाम्रो भत्ती चाहिँ यहाँनिर लडिसकेको छ होइन। कम्मैले साइला दिने ती बच्ची फक पेन लप्ता चाहिँ है। आइया बालेन शाहले भारत सिमाना मिज्यो भन्छ, तिब्बत मिच्यो केर्नन् मलाई हाई होइन। तु थाम्लाङै तिब्बत से मलाई फक पेन लप्दैछन्। हेर त यसरी आउँदो रहेछ। अन्त खतम भयो त डाँठा। भिसिक्रिङ मलाई लोरक जा। अब पहिला पो छामेका थिएँ जङ्गलतर्फ मगा भिक्रिङमा धान्थ्यो इथ्यो खोया खालै मारे। सुनसान जङ्गलमा चराले पनि छैन होइन त।
तरिका ठिकै खाउँछौँ तिब्बत कि खाउँछौँ जम्मा भाग्नुपर्ने हुन्छ जुगोले खत्तम गर्छ हामी त अहिले कहाँ त्यो पादल हङ्कारी होइन भस्मे कडिएर पादल हङ्कारी यताउता सबै घारी मकैसँग गट्टारी 1 लिटर खान्छ क्या हट्टा ती बच्चे फोक बेलना नुंगा रोक दे तिनीमी आहा Oh my god. तिब्बत सीमा त यहाँतिर रहेछ भारतको तिब्बत त यहाँतिर रहेछ आमा पश्चिमतिर भनेको त डोब्लाको सँगै रहेछ तिब्बत त आमा हट्टा छ हैन यहाँको हालत चाहिँ यो पाइप चाहिँ हामीले गाँसेर लानुपर्ने हुन्छ आज दिनभरिमा हैन सके लान्छ नसके अब के गर्नु हाम्रो टोलीहरु आउँदैछ जम्बु टोली अब यो पहिरोले पनि धेरै दुःख दियो यार हामीलाई यता पनि पहिरो गयो हैन वर्षे नै बनाउनु पर्ने भयो गाह्रो छ फाइनली हामी यो कोल्जोमा गएर चाहिँ हामीले पानी बनाउनु पर्ने हुन्छ यस्तो छ यहाँतिर भ्यू चाहिँ हैन गाइस ओहो एकदम राम्रो छ रिल्याक्स छ नि त गाइस सर यता छु बाई बाई हेलो साइलो सर नमस्कार 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 हाम्रो अनि प्रधानमन्त्री हुनुपर्ने सर त अनि किन यता गाउँतिर हो त आजभोलि मलाई अहिले जुन आन्दोलन पछि मलाई बालेन सरकारले मजाले पछारे अहिले केपी शर्मा ओली एकदम बेरोजगारी अवस्थामा छ जुन जेनजीको विद्रोह पछि मेरो प्रधानमन्त्री हुनुपर्ने एउटा सपना आएको थियो त्यसलाई मेरो साकार गर्न सकेन यसमा केही दुःख मान्नुपर्ने अवस्था केही पनि छैन अहिले तत्काल मैले के सोचिरहेको छु भन्दाखेरि अब काठमाडौँतिर बस्यो भने मलाई सबैले ढुङ्गामुढा गर्छन् त्यही भएर अहिले म गाउँतिर टुकिरहेको छु अब म मर्ने बेला भइसक्यो अब मृत्यु म त खानै बस्छु भनेर गाउँतिर आएको अब 2-4 दिनमा मऱ्यो भने के भन्नु केही छैन अनि हाम्रो यहाँ चाहिँ भत्किएको रहेछ हैन हामीले चाहिँ यहाँ मर्मत गर्नको निमित्त हामीले यहाँ सेफ्टी निकालेर हिँड्दैछ हैन म चाहिँ यहाँ खाने यसरी हेर्दैछु कसरी बनाउँदा चाहिँ हुन्छ भनेर चाहिँ हैन टक्क अनुसन्धान गरिरहेको थिएँ पछि चाहिँ अनि लगभग 1.5 घण्टापछि हाम्रो यो कार्य सम्पन्न भयो फाइनली हामीले चाहिँ यसरी लास्ट टाइममा चाहिँ अगाडि गरेको यो उपायले नभएपछि हामीले यसरी आगो फुकेर चाहिँ यो विधिबाट चाहिँ हामीले अपनाएर चाहिँ हामीले यो मार्फत कार्य चाहिँ सम्पन्न गर्नुपर्ने हुँदा हामीले यो यसरी आगो पनि फुकेको थियौँ यहाँ ठुलो बाजे हैन दाइहरूले चाहिँ यसरी आगो फुक्यो हैन हामी चाहिँ यसो हेरेर बस्यो हैन ताला तुल्यो हैन हामी जान्ने चाहिँ केही थिएन
एउटा हो झरना बबाल झरना है रामे छापको जीवन उच्चतम Hey! Ada bud. यहाँ हो अघि बनाएको छ है यहाँबाट लानुपर्छ भने यहाँ भरि थियो पानी खर्लप खुर्लुक है खर्लप खुर्लुक नहीं है ल हाम्रो त यसरी पानी खानुपर्ने हुन्छ हैन मैं धुंधल यार पानी खानु हो